बेलायतको लागि नेपाली राजदूत महामहिम श्री चन्द्र कुमार घिमिरेज्यू आइसक्नु भएको छ। एकपल्ट उहाँहरूलाई ताली बजाएर स्वागत गरिदिनु सबैलाई हार्दिक अनुरोध गर्छु। उहाँ सँगसँगै म्याडम महामहिम म्याडमज्यू पनि आउनु भएको छ। हामीलाई तालीको अलिकति पनि हामी कन्सियस नगरौँ होला है। ताली चाहिँ हामीले हुन पऱ्यो, यो हल्दै फर्किनु पऱ्यो है, गौरवको रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ। सायद तपाईँले हामी सबैजना उठेर राष्ट्रगानलाई सम्मान गरिदिनको लागि सबैमा अनुरोध गर्न चाहन्छु। धरानको सर्जु खोला जानु भएको छ। म पनि गएको छु। भोटेपुलको चौरीमा फुटबल हेर्न जानु भएको छ। म पनि गएको छु। सालकोशी जङ्गलतिर जानु भएको छ। म पनि गएको छु। माथि भेटेघाट जानु भएको छ। म पनि गएको छु। म पनि त्यही धरानी हुँ। तपाईँहरू जस्तै मसँग धरानको धेरै सम्झना छ र धरान मसँग जन्मिएको छ। धरान भन्नुहोस्। र मेरो पनि प्रिय साथी धरान। म सम्भवतः संसारको धेरै देशहरूमा बस्ने मौका पाएँ। धेरै देशहरू भ्रमण गर्ने मैले मौका पाएँ। पेरुदेखि लिएर ब्राजिलदेखि लिएर अर्जेन्टिनादेखि लिएर इन्डियादेखि लिएर बङ्गलादेशदेखि लिएर थाइल्यान्डदेखि लिएर नेदरल्यान्ड्सदेखि लिएर नर्वेदेखि लिएर जर्मनीदेखि लिएर अहिले युकेमा छु। धेरै 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 देश मैले बसेँ, कहीँ पढेँ, कहीँ काम गरेँ, कहीँ ट्राभल गरेँ, कहीँ नेपाल सरकारको तर्फबाट मिटिङहरूमा भाग लिएँ, कहीँ मैले नेगोसिएसन गरेँ। थुप्रै लामो इतिहास छ। तर सबैभन्दा मलाई सुख कुन बेलामा लाग्छ जब म धरानमा पुग्दछु, त्यो बेला मलाई लाग्छ। तपाईँहरूलाई पनि हो। धरानी हुनुको विशेषता भनेको यो, धरानीहरूले धरानलाई माया गर्न जान्दछन्। जसरी आज तपाईँहरूले धरानलाई माया गरेर यहाँ हुनुहुन्छ। मलाई खुसी लागेको छ कि साथीहरूले सुनाइरहनु भएको छ, धरानको लागि हामीले यो काम गरेको छौँ, त्यो काम गरेको छौँ।
यति काम गरेको छु भनिरहनु भएको थियो र म यहाँ रहँदाखेरि धरानको लागि तपाईँहरू सँगसँगै म बस्नेछु र धरानको लागि के गर्न सकिन्छ तपाईँहरूसँग सँगसँगै बसेर सहकार्य गर्नेछु गर्ने हो। मलाई थाहा छ तपाईँहरू धरानको सच्चा छोरा हो छोरी हो, छोरी हो छोरा हो, सच्चा हो, धरानको लागि केही गर्ने हो। मलाई खुसी लाग्यो यो सन्देश दिएर म तपाईँहरूलाई बिदा दिँदैछु। मलाई यो अवसर दिनुभएकोमा यो कार्य समिति धरान समाजको कार्य समितिलाई म मुरी धन्यवाद दिन चाहन्छु। मेरो आफ्नो क्यालेन्डर मेरो व्यस्तताको बावजुद आज तपाईँहरूको माझमा म प्रस्तुत भएको छु। म तपाईँलाई अर्को एउटा कुरा सुनाउन चाहन्छु। धरान समाज भनेर भन्दाखेरि नेपालमा एउटा धरान सरकार समाज भन्ने छ, त्यो संस्था काठमाडौँमा छ, धरानको लागि धेरै काम गरेको छ। त्यो संस्थाको म फाउन्डर जनरल सेक्रेटरी थिएँ र पछिल्लो समयमा म यहाँ आउनुभन्दा अगाडि म त्यसको प्रेसिडेन्ट थिएँ। तपाईँहरूलाई गर्वको साथ सुनाइरहेको छु। र अहिले म यता जब नेपाल सरकारले मलाई अपोइन्टमेन्ट गरेपछि म यता आउनु पर्यो। अहिले डाक्टर महेन्द्र सुब्बाजी हुनुहुन्छ जो नेपालको रिनाउन अर्बन प्लानर हुनुहुन्छ, वर्ल्ड ब्याङ्कमा काम गर्नुहुन्छ। अहिले उहाँ प्रेसिडेन्ट हुनुहुन्छ। मैले उहाँलाई कार्यभार सुम्पेर म आएको छु र म यसकारण पनि धरान समाजप्रति मेरो अगाध माया छ जसरी तपाईँहरूसँग छ। म यति भन्दै म बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार। नमस्ते धरान। नमस्ते फेरि पनि। म निकेश लिम्बू आज धरान समाजको अध्यक्षको हैसियतले तपाईँहरूलाई यस धरानी भेलामा स्वागत गर्नु पाउँदा म अत्यन्त खुसी छु र गर्व पनि लागेको छ। र आज धरानी भेला जसमा हामी एकअर्कामा हाम्रो धरानको पुरानो गफ, धरानी जोस, त्यही पनि धरानी स्टाइलमा गर्नुको मजा नै बेग्लै हुन्छ र त्यसैले पनि आजको दिन हाम्रो लागि विशेष छ। आज हामीसँग यस्तो व्यक्ति हुनुहुन्छ जसले धरानलाई एउटा गर्वित गर्नुभएको छ। उहाँ हुनुहुन्छ र उहाँले एउटा नेपाल रिप्रेजेन्ट गरेर युकेमा आइरहनु भएको छ। उहाँ हुनुहुन्छ नेपाल राजदूत महामहिम श्री चन्द्रकुमार घिमिरेज्यू। र आज हाम्रो महामहिमज्यू र म्याडमको उपस्थितिले आज हाम्रो धरानी भेलामा एउटा ठुलो विषयको भएको छ र म उहाँहरूलाई हाम्रो धरान समाज युकेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै हार्दिक आभार व्यक्त गर्दछु। र उहाँ धरानी भएर मात्र होइन, नेपाली भएर हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाइ पनि रहनु भएको छ र उहाँलाई उहाँको कार्यकालको धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। र त्यस्तै आज हाम्रो यो धरानी भेलामा उपस्थित सम्पूर्ण अतिथिवर्गहरूमा र हाम्रो धरानी आमा बाबा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णहरूले हजुरहरूको बिजी सेसनमा पनि हाम्रो लागि समय निकालेर आइदिनु भएको छ। त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज हजुरहरूको साथ र सहयोगले गर्दा हाम्रो धरानी भेला अझ रमाइलो भएको छ। त्योभन्दा पनि धेरै महत्त्वपूर्ण भएको मैले महसुस पनि गरेको छु। र हाम्रो यो भेला सफल बनाउनको निम्ति हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण संस्था, हाम्रो सम्पूर्ण स्पोन्सरहरूलाई म हार्दिक आभार व्यक्त गर्दछु र यसरी नै हजुरको साथ र सहयोगको भविष्यमा पनि अपेक्षा गरेको छु। र यति भन्दै अब 10 बजेसम्म हजुरहरूको समय शुभ रहोस्।
दिनहरू भन्दा पनि आजको प्रोग्राम एकदमै पर्फेक्ट, एकदमै राम्रो, एकदमै सिस्टमेटिक देखिएको छ। स्पेसली आज अहिले नयाँ टिम, स्पेसली अझै हाम्रो राज समितिको प्रेसिडेन्ट निकेश भाइको मार्फत अनुसार सबै टिम वर्क, टिम अन्डरस्ट्यान्डिङ, टिम उसले चाहिँ काम चाहिँ एकदमै राम्रो राम्रो गरेछ। गएको दिनहरू भन्दा पनि यसपालि पोस्टमा चाहिँ एकदम राम्रो भएको छ। यसमा मैले भन्नुपर्दाखेरि चाहिँ स्पेसली अहिलेको नयाँ कमिटी अझै निकेश सुब्बाको अन्डरमा एक्जिक्युटिभ बडी सबैलाई थ्याङ्क यू, धन्यवाद भन्न चाहन्छु।